बालेन सरकारले असार भित्र लाल पूर्जा दिने भएपछि खुसीले भक्काने सुकुम्बासी हर्काको आँसु पनि आउँदो रहेछ कोही बेला त। अस्ति त अब दुःखले रोइयो होला हैन, अब त हर्काको आँसु नि आउँछ। भन्छन् बालेन त भगवानै बनेर आए। बालेन चाहिँ हाम्रो लागि भगवान भएर आएछन् भने जस्तो अब भूमि मन्त्री जब बोले नि अब चाहिँ लागिरहेछ। अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने कुरा मैले यहाँबाट जानकारी गराउन चाहन्छु। यसपालिदेखि चाहिँ अब सुकुम्बासीको ट्र्याकबाट हटिन्छ कि यस्तो सरकार पहिले नै आइदिएको भए हामी पहिले नै टुङ्गा लाग्ने रहेछौँ। दर्शकवृन्द, बालेन शाह नेतृत्वको सरकारले असार महिना भित्रै लाल पूर्जा वितरण गर्ने समाचार बाहिरिए सँगै यति बेला सुकुम्बासी बसेको होल्डिङ सेन्टरमा खुसियाली छाएको छ। 2 दिन अघि संसदको रोस्ट्रमबाटै भूमि मन्त्री प्रतिभा रावलले असार महिनाको तेस्रो हप्ताबाटै सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने घोषणा गरेकी थिइन्। यो समाचार बाहिरिए सँगै यति बेला सुकुम्बासीहरू हर्षित भएका छन्। खुसी लागेछ। हामीलाई चाँडोभन्दा चाँडो चाहिँ उहाँहरूले व्यवस्थित गर्नुहुने रहेछ। अझै चाँडोभन्दा राम्रो गरिदिएदेखि हामीलाई एकदम राम्रो हुन्थ्यो। हामी रोगी बिमारीलाई पनि आफूले यसो खोले खाना खान त राम्रो हुन्छ। बिहान बेलुका भात खानलाई नि अलिक गाह्रो हुन्छ हामीलाई। केही नहुनेलाई दिने भन्ने कुराले आशा लागिरहेछ। खुसी नै छ सरकारदेखि। भूमि मन्त्री बालेन रवि यतिलाई भेटेर अगाडि गएर धन्यवाद दिएर खाता लगाइदिने विचार छ हाम्रो। उहाँहरूले बोलिकन चाहिँ अब केही गर्नुहुने रहेछ जस्तो आशा चाहिँ पलाएको छ। त्यहाँ भत्काउनै पर्ने थियो, भत्काइदियो। त्यहाँ हुकुमवासी धेरै थिए, त्यहाँका पुलिस आर्मीका डिएसपी थिए, वकिलहरू थिए, मन्त्री बसेका रहेछन्। अब घर बडा बडा घर थिए। भोट ब्याङ्क मात्रै बनाए हामीलाई। ढुङ्गा हान्ने बेला भेला गरेर लग्यो, अनि दुनियाँ नारा जुलुस गर्ने बेला बोलायो लग्यो, निम्तो गर्यो। अनि कसैले भत्काउन आएछ नगरपालिका भने खबरदार भनेर उनीहरू खडा भएर उभियो, रोकिदियो। त्यसो गरेर चाहिँ यस्तो बिचल्ने भइराखेको थियो। हामी त लडाइदिए हुन्थ्यो नै भन्ने थियो। छोरो काममा गएको फर्केर आउँछ कि आउँदैन, नाति काममा गएको फर्केर आउँछ कि आउँदैन। हे भगवान्, यहाँ डोजर लगाइदिए हुन्थ्यो। भक्तपुरको सिडिओसँग गएर वकिलका अगाडि बसेर पनि मैले यो मनरा किन नभत्काएको, तपाईँहरूले किन नसकेको पनि भनेको। किन त्यस्तो डर? गुन्डागर्दी धेरै, मान्छे मार्ने, छुरी हान्ने, अब गाजा खाने, गोटी खाने, सबै थोक खाने ती। बालेन सरकारलाई म धन्यवाद दिन्छु। हुन त पहिला पनि बोल्थे, तर अहिले अलिक बढी बोलेको र सरकार पनि अलि भिन्न पहिलाको भन्दा भिन्न भएको कारणले गर्दाखेरि चाहिँ अब चाहिँ होला कि भन्ने आशा छ। रवि लामिछाने, गृहमन्त्री, अब बालेन सरकार, यिनीहरूलाई हामी भेटेर धन्यवाद दिने, केही खातामाला गर्ने शुद्धको हाम्रो योजना बनेका छौँ हामीले। बालेनलाई जितायौँ हामीले भोट हालेर, जितायौँ, घन्टीमा भोट हाल्यौँ, जितायौँ। अब पहिले नि खुसी थियो, भोट हाल्ने बेला नि एकदम खुसी थियो। ल पक्का अब सुकुम्बासीको व्यवस्था चाहिँ बालेनले गर्छ नि भन्ने भएर हामीले भोट पनि हाले हो। भोट हाल्यौँ, भक्तपुरबाट जिताएको पनि हो ऊ त राजीव खत्रीलाई। अनि अब हामीलाई चाहिँ कस्तो आश थियो भने अब यिनीहरूले चाहिँ त्यसै खोलो गठबन्धन ती गरिदिन्छन्, अनि नहुने र हुने छानबिन तीबाट गर्छन् र अनि हामीहरूलाई पक्का यी जहाँ बसेको छ ती लाल पूर्जा दिन्छन् भन्ने आश थियो। तर डुङ डोजर लगाएपछि चाहिँ अब चाहिँ नगर्ने सरकारलाई भोट हालेछौँ। यो हामीलाई बिजोग बनाउने सरकारलाई भोट हालेछौँ भने जस्तो हामीलाई भइरहेको थियो। रुवावासी नि भयो, 12 दिन होटेलमा नि बसियो, त्यहाँबाट नागार्जुङ पनि पुर्याइयो, त्यहाँबाट बस्न मन नलागेर त्यहाँ नागार्जुङमा बस्न मन नलागेर यहाँ पनि ल्याइयो। यहाँ अब ठिकै छ भनौँ, बसाइ राम्रै छ, गर्ने रहन्छ यो सरकारले भन्ने थियो। तर भूमि मन्त्री आफै बोलेपछि चाहिँ यो छाती अलिकति हलुका भइरहेछ क्या हाम्रो।